हेलो साथीहरू, आज म मिथिला स्टाइलमा कटहलको तरकारी पकाउन गइरहेको छु। मैले कटहललाई पखालेर रेडी गरिसकेछु। कुकरमा पानी उम्लिन राखिदिएछु र यो पानीमा म हाल्छु थोरै बेसार अनि थोरै नुन हाल्छु र यसमा त्यो कटहललाई 2 सिटी लाउँछु। म यसमा कटहल राखिसकेँ। अब यो कटहललाई 2 सिटी लाएर बोइल गरिदिन्छु। जबसम्म हाम्रो कटहल बोइल हुँदैछ साथीहरू, तबसम्म हामी मसाला रेडी गरिहाल्छौँ। प्याज काटेर अनि मरिच, अदुवा, लसुन, फोरनको लागि जिरा, दालचिनी, इलायची, लौङ र पिठो खुर्सानी। ल हेर्नु साथीहरू, हाम्रो कटहल बोइल भइसकेको रहेछ र कढाई बसाल्छौँ र यसमा थोरै यो बोइल गरेको कटहललाई फ्राई गर्छौँ। हामीले कढाईमा तेल बसालिसक्यो कि तेल तात्न लाग्यो। अब हामी यसमा बोइल भएको कटहल एड गर्छौँ। कटहललाई यसरी फ्राई गर्छौँ। कटहल बोइल गरेको जुन पानी रहेछ त्यो हामी झोलमा उपयोग गर्छौँ। हाम्रो कटहल थोरै भुटिन लागेको छ। अब केही बेरमा म यसलाई अर्को भाँडामा खन्याउँछु। भुटेको कटहल खनाइसकेँ। कहीँ कराईमा तेल तात्न राखिदिएछु। अब यसमा राख्छु फोरन है। फोरनमा म तेजपत्ता हालेछु, दालचिनी हालेछु र एउटा गेडा इलायची र एउटा लौङको गेडा हालिदिन्छु। यो तेजपत्ता हाम्रो रातो हुन लागेछ। अब यसमा हामी बाँकीको फोरन हाल्छौँ। बाँकीको हाम्रो फोरन हो जिरा अनि हाम्रो रातो खुर्सानी। अब यो फोरन अलिकता रातो भएपछि हामी यसमा प्याज राख्छौँ। अब हामी यसमा राख्छौँ लसुनको गेडा। गेडे लसुन राख्छु, यसको स्वाद मिठो आउँछ। अब यसमा हामी राख्छौँ प्याज। हामीले 2टा प्याज जति काटेको छु। कटहलको तरकारीमा प्याज अलिकता अरू तरकारीभन्दा बढी राख्नुपर्छ, त्यसले स्वाद बढाउँछ। अब प्याजलाई हामी मजाले भुट्नेछौँ र यो राम्ररी भुटियोस्, पाक्दै भुटियोस् भनेर म यसलाई छोपेर भुट्छु। प्याज थोरै मात्रै यस्तो भुटेपछि म यसमा नुन एड गरिदिन्छु। नुन आफ्नो स्वाद अनुसार राख्नु होला र फेरि म यसलाई छोप्छु नुन हालिसकेपछि। जबसम्म हाम्रो प्याज भुटिँदैछ, पाकिँदैछ, तबसम्म अदुवा र मरिचलाई कुट्छौँ। प्याज भुटिसकेपछि हामी यसमा अदुवा र मरिचको पेस्ट चाहिँ अदुवा र मरिचको पेस्ट हामी प्याजमा एड गरेर भुट्छौँ। अब हामी यसमा आफ्नो काटेको गोलभेडा एड गर्छौँ। हामी गोलभेडा हालिसकेपछि यसलाई छोपेर भुट्छौँ र हाम्रो प्याज यस्तो भइसकेछ। अब हामी यसमा मसालाहरू एड गर्छौँ। हामी यसमा एड गर्छौँ हल्दी पाउडर अनि धनियाँ पाउडर। अब केही बेर हामी यसलाई भुट्छौँ। थोरै यसमा वाटर एड गरिदिनुपर्छ राम्ररी भुट्नलाई। हामी यसमा वाटर थोरै एड गरिसकेछु र यसलाई पनि मजाले भुट्छौँ अलिकता छोपेर। बिचबिचमा हामी यसलाई बिउको हटाएर चलाउँछौँ साथीहरू। हाम्रो मसाला भुटिन लागेछ साथीहरू। हेर्नु यसमा ओइल सेपरेट भइरहेछ। अब हामी यसमा खुर्सानीको धुलो एड गर्छौँ। खुर्सानीको धुलो हामी हाम्रो स्वाद अनुसार राख्छौँ। कतिको पिरो तपाईँहरूलाई मनपर्छ त्यतिको राख्नु होला। भुट्छौँ। हेर्नु साथीहरू, हाम्रो मसाला भुटिसकेछ। यसमा ओइल सेपरेट हुँदैछ। हामी धेरै तेल युज गरेको थिएन, त्यही भएर यस्तो रहेछ। हामी ठिक्कको तेल खाने गर्छौँ। अब यसमा हामीले चाहिँ हाम्रो कटहल बोइल गरेको वाटर थियो त्यो अब हामी यस मसालामा युज गर्छौँ। रिसो त्यो कटहलको झोल हामी यसमा एड गरिसकेछु र अब हामी यसमा वाटर एड गरिदिए। कतिको झोल तपाईँहरूलाई मनपर्छ, कतिको ग्रेभी खानुहुन्छ त्यो अनुसार यसमा वाटर राखिदिनु होला र म यो ग्रेभीलाई केही बेर बोइल गर्छु। हेरिसो साथीहरू, हाम्रो झोल चाहिँ बोइल हुन लागेछ। अब हामी यसमा कटहल एड गर्छौँ। यसो हाम्रो झोल बोइल भइरहेको हो। अब हामी एड गर्छौँ कटहल। हामी यसमा कटहल एड गरिसक्यो। अब यसलाई हामी केही बेर पकाउँछौँ। साथीहरू, हाम्रो कटहलको तरकारी पाक्न हो र छोरी, कटहलको तरकारी पकाएको छु। त्यो हाम्रो कटहलको तरकारी
यस्तो देखिरहेको छ साथीहरू। अहिले म तपाईँलाई यो एकछिनपछि देखाउँछु है। कस्तो राम्रो छ त यो तरकारी। तपाईँलाई मिठो लाग्छ होला खानामा यो त खाना। र साथीहरू हाम्रो कटहरको तरकारी पाकिसकेछ। हामी अब यसमा लास्टली एड गर्छौँ धनियाँको पात। ल साथीहरू मैले धनियाँ पात एड गरिसकेँ। तपाईँलाई यो कटहरको तरकारी बनाउने विधि कस्तो लाग्यो कमेन्ट गर्नुहोला। ल मन पराएमा लाइक गर्नुहोला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाई बाई।